ल गाइजहरु एकजना भाइले चाहिँ स्यानी मेसिनको सबै भागहरु देखाउनु न दाइ भनेर कमेन्ट गर्नु भएको रहेछ हैन युट्युबमा। मैले चाहिँ स्यानी मेसिनको आज हाइड्रोलिक पाइप फुटेको कारणले गर्दाखेरि सबै भागहरु देखाइरहेको छु। त्यो चाहिँ माथिको तपाईहरु के भन्नुहुन्छ हैन हामी चाहिँ बम सिलिन्डर भन्छ माथिको टपको। अनि बम सिलिन्डर एउटा दुईटा चाहिँ तल हुन्छ। त्यसपछि यो चाहिँ डिपर सिलिन्डर हैन तपाईहरुले के भन्नुहुन्छ। अनि यो चाहिँ यता बकेट एच भयो, एचको नटहरु भयो। अनि त्यसपछि यो हाइड्रोलिक पाइपहरु हैन जहाँ ब्रेकर हान्दाखेरि टक्कसँगले काम आउँछ। त्यसपछि यस्तै छ, जुगाड गरेर चलाइराछौं जे होस् हैन। अब के गर्ने, नेपालमा गरिब भइएको कारणले गर्दाखेरि यस्तै डोरीले तारले बाँधेर काम चलाउनु पर्छ हैन। हामीले चाहिँ जिन्दगी यसरी चलाइराछौं हेर केटा हो। अब स्यानीको पाठ पूर्जाहरु भनेको यस्तै हो हेर केटा हो। जस्तो 205 को हुन्छ, हुन्डाईको हुन्छ, त्यस्तै पर्छ, खासै फरक पर्दैन। अब आउनेवाला चाहिँ नयाँमा फरक चाहिँ पर्छ होला हैन। यो चाहिँ यस्तै हो। यो चाहिँ बम भइहाल्यो हैन। बमको दुईटा सिलिन्डर त्यहाँ छ, त्यसपछि एउटा सिलिन्डर त्यहाँ छ, उताको सिलिन्डर देखाइसके। त्यसपछि हामीले बस्ने चाहिँ क्याबिन चाहिँ यो हो। यो हामीले यहाँ खानेकुराहरु केही पनि पाउँदैन, चाउचाउ बिस्कुटहरु राखिराछौं हैन। हाम्रो सिट चाहिँ यो हो टक्कसँगले। यो लक चाहिँ भाँचिहाल्यो, यो लक चाहिँ भाँचिहाल्यो। यता गऱ्यो भने सबै काम गर्छ, यता गऱ्यो भने सबै काम गर्छ। यो लक चाहिँ तल गऱ्यो भने लक चाहिँ कुनै पनि पाठ पूर्जाले काम गर्दैन। यो हामीले चलाउने। अनि यो बटनहरु चाहिँ बटनहरु भन्नुहुन्छ कि तपाईहरु के भन्नुहुन्छ हैन। म चाहिँ अगाडि पछाडि सार्ने भन्छु, तपाईहरुले के भन्नुहुन्छ फुट हैन। टक्कसँग त्यो चाहिँ हाम्रो मिटर भयो। अनि यो चाहिँ मिटर यस्तो हुन्छ, मिटर चाहिँ त्यस्तो हुन्छ। अनि यो चाहिँ चाबी, यो चाबीको पावर चाहिँ यति पावर छ कि अब कुरै छोड्दिनुस् हैन। यति चाबी घुमायो भने सबै मेसिन घुमायो हैन। यता चाहिँ सामान राखेका छौं हामीले बाल्टीमा हैन। अनि यो चाहिँ चाउचाउ बिस्कुटहरु छ यहाँ चाहिँ। यहाँ हामीले चाहिँ आफ्नो बस्ने सिट भयो। यो चाहिँ हाम्रो लिभरहरु भयो। यो लिभरहरुमा चारवटा एक ठाउँमा हुन्छ हैन, चारवटा त्यो ठाउँमा हुन्छ। त्यसपछि अनि यो चाहिँ अगाडि पछाडि। अनि त्यसपछि 205 जस्तो छैन है यो मेसिन चाहिँ। अनि ब्रेकर हान्दाखेरि चाहिँ 205 को चाहिँ यता साइडमा हुन्छ हैन। त्यसपछि अनि स्यानी मेसिनको हामीले चाहिँ यता बनाएको छौं। यो उठाउन पनि मिल्छ, तार चाहिँ जोडेर बनाएका छौं हामीले चाहिँ हैन। यो चाहिँ अलग्गै फिट गरेको, हामीले ब्रेकर हान्दाखेरि काम आउँछ हैन। जस्तै यो अँचित्यो भने ब्रेकर चाहिँ लाग्छ फुल पावरले। यही हो गाइस स्यानीको मेसिनहरु हैन। राम्रोसँगले भिडियो हेर्नु होला हैन। हाम्रो स्यानी मेसिन 220 C9 मा पर्छ हैन। भिडियो हाल्दिनु न दाइ भनेर भन्नुभएको थियो उहाँ भाइले चाहिँ। यो तपाईहरु के भन्नुहुन्छ हैन। अब म चाहिँ फ्रन्ट आइडलर भन्छु हैन। यो चाहिँ यो यताको चाहिँ। अनि त्यसपछि यो चाहिँ फुट ट्र्याक भयो। अनि यो चाहिँ माथिको टप रुलर भयो हैन। यो दुईटा हुन्छ टप रुलर चाहिँ। अनि तल चाहिँ 8 वटा हुन्छ, तल चाहिँ 8 वटा। अनि यो चाहिँ बरागेट, कसैलाई थाहा छैन होला हैन। यो चाहिँ बरागेट भनिन्छ। यो चाहिँ हाम्रो ट्रक मोटर। यो हाम्रो ट्रक मोटरमा, यो ट्रक मोटरमा 3.5 लिटर गियर आइल लाग्छ है। कतिपयलाई अब हेल्पर भाइहरुलाई त्यति थाहा नहुन सक्छ प्राय जसो हैन। 3.5 लिटर एक ठाउँमा जान्छ, अनि 3.5 लिटर त्यसमा जान्छ हैन। यो चाहिँ गियर आइल जान्छ यसमा चाहिँ। अनि यो कतिपय साइकलहरुमा, कतिपय भन्दा पनि साइकलहरुमा राखेको हुन्छ हैन। अनि त्यसपछि यस्तै हो गाइस स्यानीको मेसिन चाहिँ हैन। यस्तै छ। अब चैन घोर्दा घोर्दा यस्तै भइसकेको छ। अब यो पनि बुस फेर्न पर्ला केही समयपछि हैन। यस्तै छ।
अनि कतिपयले यो गोटीको छ नि, यो गोटी चाहिँ कतिको लाग्छ भनेर भन्नुभएको छ, 36को लाग्छ है। यो गोटी चाहिँ 36को लाग्छ। त्यसपछि यो भागलाई के भन्छ भने हामीले चाहिँ चचिन भन्छौँ होइन। चचिन भनेको चाचेर बस्ने ठाउँलाई चचिन भन्छौँ। अब तपाईँहरूले के भन्नुहुन्छ कमेन्टमा चाहिँ कमेन्ट गर्नु होला होइन। त्यसपछि यस्तै छ होइन। अब म चाहिँ माथि गएँ। यो हाम्रो टुलबक्स, यो चाहिँ टुलबक्स, यो सामानहरू राखेका छौँ होइन। यो साइड कटर राखेका छौँ, बाल्टी राखेका छौँ, बाल्टीमा अनि गिरिजहरू, त्यसपछि गिरिजको बाल्टी चाहिँ प्रायः जसो यहीँ राख्छौँ, सामानहरू सबै यहीँ छ। अनि ओरिङ भनेको कतिपयलाई थाहा छैन होला, ओरिङको डिब्बा चाहिँ त्यहाँ छ। अनि यो भयो गाइज। त्यसपछि हामीले चाहिँ अब माथि जान पर्ने हुन्छ। त्यसपछि यो चाहिँ गियर आइल लाग्छ है। यसमा चाहिँ यो गियर आइल चेक गर्दाखेरि यो गियर आइल चाहिँ यो छ नि, केटाहरूलाई कतिपय थाहा नहुनसक्छ, यो चाहिँ स्वाट्टा निकाल्ने होइन। अहिले चाहिँ म टाढा परेँ, तल देखाउन सकिनँ है। यो चाहिँ गियर आइल हाल्ने ठाउँ, यहाँबाट चाहिँ हाल्नुपर्छ। यो चाहिँ चेक गर्ने ठाउँ है त। अनि यो चाहिँ ओइल हाल्ने, ओइल लेखेको छ नि गाइजहरू, यो ओइल हाल्ने ठाउँ होइन। यो चाहिँ हाम्रो स्पेसल क्याबिन होइन। त्यस्तै बम जस्तै बलियो बनाइदिए त हामीलाई पनि सुरक्षित हुन्थ्यो होला होइन। तर क्याबिन चाहिँ सुरक्षित बनाइदिएन के, कम्पनीले बनाउनु पर्ने बम जस्तै बलियो बनाइदिएको भए हामीलाई चाहिँ ढुक्क हुन्थ्यो पहाड छिर्नलाई, जुन सुरुममा गए पनि टक्कसँगले हान्नलाई होइन, दामी हुन्थ्यो हामीलाई चाहिँ। अनि यता चाहिँ एयर फिल्टर छ, यहाँ चाहिँ एयर फिल्टरको माथि टोपी चाहिँ भन्छ हामीले चाहिँ, तपाईँहरूले के भन्नुहुन्छ होइन त्यो थाहा छैन। यहाँबाट खोल्यो भने त्यो चाहिँ एयर फिल्टर छ। यहाँ चाहिँ 12 भोल्टको ब्याट्रीहरू छ है, जो रातिमा काम गर्दाखेरि अनि लाइटहरू लाग्छ होइन। त्यसपछि त्यस्तो छ गाइजहरू। अनि यता चाहिँ हाम्रो साइलेन्सर भयो, यो चाहिँ साइलेन्सर होइन। यो चाहिँ त्यसपछि मैले बनाउन चाहिँ खोलिनँ, नखोलेको कारणले गर्दाखेरि यो चाहिँ इन्जन हाम्रो चाहिँ होइन, मोबिल चेक गर्ने यो चाहिँ सानो, यसलाई स्वाट निकाल्ने होइन, तल चाहिँ कति छ त्यो देखिन्छ। यो चाहिँ हाम्रो इन्जन होइन। इन्जन ओइल हाल्ने चाहिँ ओ त्यो पर देख्नुभयो कि भएन होइन, त्यो चाहिँ थाहा भएन। मैले चाहिँ यहाँबाट देखेँ, तपाईँहरूले देख्नुभयो कि भएन त्यो चाहिँ थाहा भएन। अनि यता चाहिँ के छ भन्दाखेरि प्रायः जसो टुवाटु गर्ने अनि त्यो आवाज आउने, प्रायः जसो हाइड्रोलिकको आवाज आयो भनेर भन्छ नि। हाइड्रोलिक आवाज होइन कि हाइड्रोलिक पम्पको आवाज भनिन्छ होइन। यो हाइड्रोलिक पम्प चाहिँ यहाँ लागेको छ होइन। त्यसपछि अनि यो डिजेल फिल्टर अनि यहाँ छ होइन। मैले त्यो चाहिँ खोलिनँ गाइजहरू, भिडियो धेरै लामो भएको कारणले गर्दाखेरि होइन मैले त्यो खोल्न चाहेन। अब चाहिँ म अनि तपाईँहरूलाई देखाउन चाहे एउटा हाम्रो डिजेल, यसमा चाहिँ हामीले तपाईँहरूले कति हाल्नुहुन्छ त्यो चाहिँ थाहा भएन, हामीले चाहिँ 220 लिटर हाल्छ होइन। यो डिजेल चाहिँ एकचोटि काम गर्दाखेरि 220 लिटर हामीले एक ड्रम चाहिँ टक्कसँगले मिलाएर सधैँ मजासँगले 1 घन्टामा 18 लिटर डिजल खान्छ है त सानी मेसिनले। त्यसपछि यहाँ चाहिँ गाइजहरू के छ भन्दाखेरि यो चाहिँ हाइड्रोलिकको हावा चाहिँ लिक गराउने ठाउँ है। यो चाहिँ हाइड्रोलिक लिक गराउने ठाउँ। अनि यो चाहिँ के छ भन्दाखेरि यहाँ चाहिँ यो 17को नटबोल्ट होइन, 17को नटबोल्ट। अनि यो चाहिँ खोलेर यहाँबाट चाहिँ हाइड्रोलिक हालिन्छ होइन। कतिपयले अब त्यस्तो त गर्छन् होला, त्यस्तो चाहिँ हामीले गर्दैन। यसलाई खोलेर हामीले चाहिँ बाल्टीबाट हाइड्रोलिक चाहिँ हाल्छौँ। अनि 250 नै जान्छ यो सानीमा, 250 लिटर जान्छ। अनि त्यसपछि हामीले अर्को देखाउन चाह्यौँ हामीले चाहिँ होइन, यही बिग्रेको कारणले गर्दाखेरि हामीले चाहिँ
आज पाइप खोलेर पठाइदिएका छौँ। यो चाहिँ यस्तो लिक भएको छ कि होइन, हाइड्रोलिक फुट्यो भने प्रायःजसो खतरै हुन्छ होइन। तर बच्नपर्छ, यो चाहिँ ध्यान दिएर काम गर्नुपर्छ। यी हेर्नुहोस् यस्तै लहरा लागिरहेछ बममा होइन, अनि यसरी हान्छ फायरिङ चाहिँ एकदम खतरा हान्छ। हाइड्रोलिक फुट्यो भने यस्तै छ, हाइड्रोलिक फुटेर बिजोग छ यो मेसिनको बिचरा होइन। अनि हामीलाई पाल्ने, त्यसपछि लिएर साउलाई पाल्ने, साउको बच्चा बच्ची पाल्ने, अनि ड्राइभर खलासीको बच्चा बच्चीलाई पाल्ने सामान चाहिँ यही हो गाइजहरू होइन। प्रायःजसो केटाहरूले यो मेसिन सिक्नुभन्दा अब नसिक्न नै ठिक छ। किन भन्दाखेरि अबको लटमा पहिलेका मध्य पहाडीहरू हुन्थे, राजमार्गहरू हुन्थे, सबै हुन्थ्यो होइन। तर यो मेसिन चाहिँ नसिक्नु भनेर भन्छु। अनि अर्को साइडको के छ भन्दाखेरि यो चाहिँ टप रुलर दुईवटा हुन्छ, टप रुलर होइन कहिल्यै पनि। अनि त्यसपछि यो चाहिँ ब्राकेट है, मैले अघि पनि भने यसलाई चाहिँ के भन्छ भनेर सोध्नु भएको थियो। यो चाहिँ ब्राकेट भनिन्छ। अनि मैले 8वटा हुन्छ रुलर भनेर भनेको थिएँ नि। 1 रुलर, 2 रुलर, 3, 4, 5, 6, 7, 8 हेर्नुहोस् त ठ्याक्कै 8वटा रुलर छ है। ल गाइजहरू, अब तपाईँहरूलाई भिडियो चाहिँ कस्तो लाग्छ सब्सक्राइब चाहिँ गर्नु होला होइन। म पनि तपाईँहरूलाई यो समयको व्यस्तता कारणले गर्दाखेरि म बाहिर भएको, रोडमा भएको कारणले गर्दाखेरि हाम्रो नेटवर्क फोनहरू नलाग्ने भएका कारणले गर्दाखेरि मैले तपाईँहरूबाट युट्युबमा भिडियो चाहिँ राख्न पाएन होइन। यो भिडियो चाहिँ हेरेर सब्सक्राइब चाहिँ गर्नु होला, अनि कमेन्ट चाहिँ छोडिदिनु होला। म पनि तपाईँहरूलाई कमेन्ट गर्छु, सब्सक्राइब चाहिँ गर्छु है त। ल गाइजहरू, अर्को भिडियोमा भेटौँला है त। ल गाइजहरू, हामीले बनाएको रोड चाहिँ यही हो होइन। अर्को भिडियोमा चाहिँ भेटौँला। ठ्याक्कै भिडियो चाहिँ 12 मिनटको पुग्यो है। ल गाइजहरू।